नमस्कार। आर्थिक सर्वेक्षण 2081-82 को एनालाइसिस लिएर आज म उपस्थित भएको छु। आर्थिक सर्वेक्षण 2081-82 को हामीहरूले सक्कल कपी यसको यो प्रकाशन भएको यस पीडीएफबाट हामीहरूले आज आर्थिक सर्वेक्षण 2081-82 लाई निहाल्ने प्रयास गरेका छौँ। वास्तवमा मुलुकको समग्र आर्थिक, सामाजिक एवं भौतिक विकासको स्थिति समेटिएको यस आर्थिक सर्वेक्षण हो जुन चाहिँ अर्थ मन्त्रालयले सार्वजनिक गर्ने गर्दछ। यसमा मुख्य रूपमा चालु आर्थिक वर्षको प्रथम 8 महिना, बुझ्नुस् है, यो प्रथम 8 महिना, चालु आर्थिक वर्षको प्रथम 8 महिना र गत आर्थिक वर्षको मुलुकको समग्र आर्थिक अवस्था चित्रण गरिएको हुन्छ। यो त्यो मानेमा बुझौँ। मुलुकको आर्थिक अवस्थालाई चित्रण गर्दछ आर्थिक सर्वेक्षणले। नेपाल संघात्मक मुलुक भएको कारणले सङ्घ, प्रदेश र स्थानीय तहको एकीकृत वित्त स्थितिको विश्लेषण गर्दछ। एकीकृत रूपमा वित्त विश्लेषणको चित्रण गर्दछ। पक्कै पनि देशको आर्थिक वृद्धि र आर्थिक विकासलाई यसले टेवा पुर्याउँदछ। यो मानेमा हामीहरूले बुझौँ। सार्वजनिक क्रेडिट रेटिङ स्कोरले अहिले सरकारले सार्वजनिक क्रेडिट रेटिङ स्कोर गरेको छ, जसले के देखाउँदछ भने लगानीको सम्भावना लगायतका विषय समेत समावेश गरिएको छ। यसमा सार्वभौम क्रेडिट रेटिङ स्कोर अहिले समावेश गरिएको छ, जसले कुनै पनि देशमा लगानीको सम्भावना र विदेशी लगानीलाई प्रोत्साहन गर्ने माध्यमको रूपमा चाहिँ नि चित्रण गर्न सकिन्छ। मुलुकको आर्थिक वृद्धि दर चालु आर्थिक वर्षमा 4.61% रहने अनुमान छ। 4.61% रहने अनुमान छ भनेर भन्यो। पेट्रोलियम पदार्थको मूल्यमा आएको कमी र आपूर्ति श्रृङ्खला सहज रहेकाले औसत उपभोक्ता मुद्रास्फीति चाहिँ 4.72%। यहाँ हेर्नुहोस् है, आर्थिक वृद्धि दर चाहिँ 4.61% र उपभोक्ता मुद्रास्फीति 4.72%। एकले बढाइदिने हो भने गणितीय हिसाबले पनि यसलाई बुझ्न र सम्झिन सकिने भयो। 4 लाई कन्स्ट्यान्ट राखौँ, 6 मा 1 जोड दिउँ 7 हुन्छ र 1 मा 1 जोड्दा 2 हुन्छ। यसरी यो सिक्वेन्सबाट यसलाई चाहिँ हामीहरूले सम्झिन सक्छौँ। त्यस्तै गरी राजस्व परिचालन सुधार हुँदै गएकोले सङ्घीय सरकारको वित्त घाटा घटेको छ भनेर चाहिँ यहाँ भन्यो। वास्तवमा राजस्व परिचालन सुधार हुँदै गएकोले राजस्व परिचालन जति हुन्छ त्यहाँ आर्थिक मितव्ययिता, आर्थिक अनुशासन हामीहरूले बुझ्न सक्छौँ र त्यो चाहिँ अहिले बढ्दै गएको यस आर्थिक सर्वेक्षणले इङ्कित गरेको छ। यस अवधिमा सङ्घबाट प्रदेश र स्थानीय तहमा अनुदान र राजस्व बाँडफाँड समेत गरी रु 3,25,46,00,000 हस्तान्तरण भएको छ। ल हेर्नुहोस् है, एउटा वित्तीय सङ्घीयताको बाटोमा रहेको यो राजस्व बाँडफाँड, अनुदान बाँडफाँड, यो सबै चाहिँ एकमुष्टमा हेर्ने हो भने 3,25,46,00,000 हस्तान्तरण भएको स्थिति रहेको रहेछ। वस्तु निकासी उच्च दरले बढेको छ। पैठारी निकासी उच्च दरले बढेको छ भनेको यसले के जनायो भने बजारको गतिशीलता बढेको यसले चाहिँ नि देखायो। चालु खाता र सोदानान्तर स्थिति ब्यालेन्स अफ ट्रेड भन्छ। चालु खाता र सोदानान्तर स्थिति दुवै बचतमा छन् भन्नुको अर्थ अहिले हामी चाहिँ बचतमा रहेको यो स्थिति यसले जनायो। विदेशी विनिमय सञ्चित हालसम्मकै उच्च रहेको छ। यो विदेशी विनिमय सञ्चित हालसम्मकै उच्च भनेको अहिले चाहिँ जुन श्रीलङ्काको होइन, योबाट हाम्रो सरकार केही यसमा लचकता र केही संयमता अपनाएको यहाँबाट बुझिन्छ। बाह्य क्षेत्रका सबै परिसूचक सबल र सुदृढ रही बाह्य क्षेत्र स्थिरता कायम भएको छ।
हैन। सबै स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा पुगेको छ। यसले वित्तीय पहुँचको चाहिने इङ्कित गर्यो। सबै स्थानीय तहमा वाणिज्य बैङ्कको स्थिति रहेको छ भन्ने यो चाहिँ रह्यो। सबै स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा पुगेको छ। सूचना प्रविधिको विकाससँगै डिजिटल बैङ्किङ कारोबार बढेको छ हैन। यसले पनि वित्तीय क्षेत्रमा भएको विकासलाई जनायो। सूचना प्रविधि वास्तवमै सूचना प्रविधिले जुन एउटा भनौँ न पारदर्शी ट्रान्सप्यारेन्सी मेन्टेन गर्छ, यो चाहिँ डिजिटल बैङ्किङबाट फेसलेस हैन, फेसलेस आर्थिक विकास यसलाई चाहिँ भनौँ। बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन र कर्जा लगानी वृद्धि भएको छ। कुल कर्जा लगानीमा निष्क्रिय कर्जाको अनुपात बढे पनि वित्तीय स्थायित्व कायम छ। विद्युत उत्पादन बढेर 3602 मेगावाट पुगेको छ। विद्युत उत्पादनमा अहिले नेपालले राम्रो गरेको छ। जस्तो बङ्गलादेशलाई पनि विद्युत बेचेको छ हैन। यो चाहिँ 3602 मेगावाट पुगेको छ। सबै जिल्लामा सडक सुविधाको पहुँच पुगेको छ। प्रश्नले सोध्न सक्छ नेपालको सडक पुगेका जिल्ला कति छन् भनेर सोध्यो भने त्यसमा हामीहरूले 77 जिल्लामा टिक लगाउनु पर्ने देखियो। शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रका सूचकमा सुधार भएको छ। मानव विकास सूचकाङ्क ह्युमन डेभलपमेन्ट इन्डेक्स हेर्नुहोस् त, ह्युमन डेभलपमेन्ट इन्डेक्स जसले त्यहाँको समाज, त्यहाँको लिट्रेसी रेट, एज अफ स्कुलिङ जस्ता पक्षहरूलाई समावेश गरेको हुन्छ। त्यो चाहिँ 0.622 पुगेको रहेछ। विकासशील मुलुकमा स्तर उन्नतिका लागि तोकिएका सबै मापदण्ड नेपाल योग्य भएको छ। सन् 2026मा लिस्ट डेभलपमेन्ट कन्ट्रीबाट ग्रेजुएट हुने जुन लक्ष्य राखेको छ नेपालले, त्यसमा चाहिने मापदण्डहरू जस्तै वातावरणीय जोखिम सूचकाङ्क हैन, अनि प्रति व्यक्ति आय, वातावरण तथा आर्थिक जोखिम सूचकाङ्क, यी सबै इन्डेक्सहरू अहिले पुरा गरेको स्थिति यस आर्थिक सर्वेक्षणले चाहिने भन्यो। अन्त्यमा आर्थिक सर्वेक्षण तयार गर्ने कार्यमा संलग्न अर्थ मन्त्रालयका पदाधिकारी विशेषता भन्यो। आर्थिक नीति विश्लेषण महाशाखाका सम्पूर्ण कर्मचारीहरू यसमा चाहिँ लागि पर्नु, यो बनाउन उहाँहरूको योगदान हुँदो रहेछ। आर्थिक सर्वेक्षण तयारीमा प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग पुर्याउने सङ्घीय र प्रादेशिक मन्त्रालय एवं निकाय, संवैधानिक निकाय र अन्य सङ्घ संस्थालाई धन्यवाद भनेर चाहिँ भन्यो हैन। यसमा यी निकायहरूको संलग्नबाट आर्थिक सर्वेक्षण हुँदो रहेछ भन्ने कुरा हामीले बुझ्यौँ। आर्थिक सर्वेक्षणका सम्बन्धमा भन्ने पृष्ठमा हामी गयौँ। आर्थिक सर्वेक्षणका सम्बन्धमा अब हेर्नुहोस्, मुलुकको समग्र विकासको अवस्था चित्रण गर्ने दस्तावेजको रूपमा रहेको आर्थिक सर्वेक्षण वार्षिक बजेट पेश गर्नु अगावै सङ्घीय संसदमा पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। अब मुलुकको समग्र विकासको अवस्था चित्रण गर्छ। यो एउटा ऐना हो जहाँ चाहिँ मुलुकको समग्र विकासको चित्रण हामीहरूले हेर्न सक्छौँ। त्यस्तो सर्वेक्षणमा यो चाहिँ आर्थिक सर्वेक्षण बजेट पेश हुनु अगावै गर्नुको उद्देश्य चाहिँ बजेटलाई वस्तुपरक र अहिले यथार्थपरक बनाउन यसले भूमिका खेल्छ भन्ने कुरा हामीहरूले यहाँबाट बुझ्न सक्छौँ। यहाँ अरू चाहिँ त्यस्तो के देखिन्छ भने यस सर्वेक्षणमा अध्याय 1 देखि अध्याय 5 सम्म वास्तविक क्षेत्र, सार्वजनिक वित्त, मौद्रिक तथा वित्तीय क्षेत्र र बाह्य क्षेत्रमा हासिल उपलब्धिलाई विश्लेषण सहित प्रस्तुत गरिएको छ। यो हामीहरूले अध्यायका कुराहरू भयो। अब मलाई अलिकति इम्पोर्टेन्ट लाग्ने भनेको यो सार्वजनिक वित्तको अध्यायमा सङ्घ प्रदेश, यसमा हामीहरू अलिक बुझ्नुपर्छ सार्वजनिक वित्त भनेको के हो। सङ्घ प्रदेश र स्थानीय तहका सरकारको राजस्व, आय, राजस्व बाँडफाँड, अनुदान हस्तान्तरण, सञ्चित कोषको अवस्था र सङ्घीय सरकारका वित्त परिसूचकहरूलाई थप व्यवस्थित गरिएको छ।
हामीहरूलाई यो चाहिँ इम्पोर्टेन्ट हुन्छ एउटा लोकसेवा एस्पिरेन्टको लागि। सार्वजनिक वित्तको अध्यायमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको राजस्व होइन, हामीहरूले सार्वजनिक वित्त भनेपछि सरकारको राजस्व बुझौँ, आय कति छ, राजस्व बाँडफाँड होइन, अनुदान हस्तान्तरण, सञ्चित कोषको अवस्था र सङ्घीय सरकारका वित्त परिसूचकहरूलाई थप व्यवस्थित गरिएको छ भनेर यहाँ चाहिँ भन्यो। आवधिक योजना बमोजिम वैदेशिक सहायता सम्बन्धी तथ्याङ्कको विश्लेषण मन्जुसा बक्सहरूमा गरिएको रहेछ। मन्जुसा बक्स त्यसै गरी राखिएको छ। रैथाने बाली प्रवर्धन कार्यक्रमको प्रभाव र हासिल उपलब्धिलाई कृषि, वन र भूमि सुधार अध्ययनको मन्जुसा बक्समा राखिएको रहेछ। त्यस्तै गरी उद्योग, वाणिज्य, आपूर्ति र पर्यटन अध्यायको छुट्टा छुट्टै मन्जुसा बक्समा राखिएको कुरा यहाँ स्पष्ट पारिएको छ। यो कुरा यहाँ रह्यो। अब हामी यसका विषय सूची हामीहरूले अध्ययन गरौँ। विषय सूचीमा एउटा आर्थिक सर्वेक्षणका सम्बन्धमा तालिका सूचीहरू रहेछन्, चार्ट सूची रहेछन्, छोटकरीका रूपहरू रहेछन्। हामी मुख्य रूपमा चाहिँ नि कार्यकारी सारांशमा हामीहरू रहनेछौँ। एक समग्र आर्थिक स्थिति हामीहरूले चर्चा गर्नेछौँ अथवा यसमा हामीहरूले अध्ययन गर्नेछौँ र 2मा सार्वजनिक वित्तको बारेबाट 2मा हामीहरू कुरा गर्नेछौँ। 3मा मूल्य, 4मा वित्तीय क्षेत्र, 5मा बाह्य क्षेत्र, 6मा गरिबी निवारण र रोजगारी र 7मा कृषि, वन तथा भूमि सुधार, 8मा उद्योग, वाणिज्य, आपूर्ति, पर्यटन र संस्कृति, 9मा शहरी विकास, आवास तथा ऊर्जा, भौतिक पूर्वाधार, यातायात तथा सञ्चार, सामाजिक क्षेत्र, सुशासन, प्रदेश तथा स्थानीय तहको आर्थिक तथा सामाजिक स्थिति, जलवायु परिवर्तन र